पदयात्रा हाम्रो यहाँबाट सुरु भएर बनेपाको तिन्दो बाटो हुँदै हामी अरनिको हाइवेबाट बनेपा आयल स्टोरको नजिकबाट हामी बायाँ मोड्नेछौँ र त्यहाँबाट भीमसेन मार्ग हुँदै हामी गणेश स्थान र बनेपाको पुरानो बजारबाट लायकु दरबार हुँदै त्यहाँबाट फेरि हामी पोलिटेक्निकतर्फ लाग्नेछौँ र त्यहाँदेखि हामी बालकुमारी डेरी नजिकबाट हामी पोलिटेक्निकको यो जुन खेल मैदान छ त्यहाँसम्म गएर अनि हाम्रो आजको यो विशेष गरी प्रार्थना पदयात्रा त्यहाँनिर समापन हुनेछ। हस्, धेरै धन्यवाद। जय मसीह। आज चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ पुनरुत्थान हुनुभएको दिन हो, त्यही भएर हामी चाहिँ इस्टर र्याली मनाउन आएका छौँ। एकदमै परमेश्वर चाहिँ हाम्रो निम्ति पुनरुत्थान हुनुभएको छ, हाम्रो निम्ति उहाँ आउनुभयो, मर्नुभयो र हाम्रो निम्ति फेरि पनि जीवित हुनुभयो। मृत्युलाई उहाँले जित्नु भएको छ। आमेन। उहाँले पुनरुत्थान र जीवन हुनुहुन्छ। हामी बनेपा इलाका प्रहरी कार्यालयको तर्फबाट आजको प्रार्थना पदयात्रालाई सहायता गर्नको लागि, सेवा दिनको लागि, सुरक्षा दिनको लागि उपलब्ध हुनुभएका सम्पूर्ण प्रहरी सरहरूलाई हामी ताली बजाएर स्वागत गर्नेछौँ। सबैजनाले ताली बजाएर उहाँलाई स्वागत गर्नेछौँ र त्यसपछि बाइकले एस्कर्टिङ गर्नेछ र त्यसको पछाडिपट्टि पञ्चे बाजाको झुन्ड हुनेछ। त्यसपछि बनेपा नगर क्रिस्चियन समुदायको ब्यानर हुनेछ। त्यहाँभन्दा पछाडिको बीचमा 25 देखि 30 जना मानिसहरूको ग्यापमा मण्डलीहरूका ब्यानरहरू हुनेछन्। सुरुवात गर्नलाई र प्रार्थना गरिदिनु हुनलाई हाम्रो बनेपाको एकदमै सिनियर पास्टर, वरिष्ठ पास्टर, आदरणीय पास्टर रेभरेन्ड एनपी प्रधानज्यू हामीहरूको बिचमा हुनुहुन्छ। म उहाँलाई अगाडि बोलाउन चाहन्छु र उहाँले आजको कार्यक्रमलाई एकदमै प्रार्थना गरिदिएर सुरुवात गर्नुहुनेछ र म यो समय उहाँलाई दिन चाहन्छु। यहाँ सबैजनाले ठुलो ताली बजाएर हाम्रो आदरणीय पास्टरलाई स्वागत गरिदिनु होला। हस्, धन्यवाद। आउनुहोस्, हामी आजको प्रार्थना पदयात्राको लागि सबैजना प्रार्थना सहित हामी तयार हुनेछौँ। सबैजनाले आफ्नो शिरहरूलाई झुकाएर एकछिन हल्ला नगरिकन परमेश्वरसँग आजको यो प्रार्थना पदयात्रामा प्रभुको उपस्थिति, प्रभुको अनुग्रह मागौँ। हाम्रो बनेपा नगर क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीको लागि प्रार्थना गर्दै यो क्षेत्रको लागि आशिष माग्दै हामी यो पदयात्रा सुरु गर्नको लागि सबै कुराहरू परमेश्वरको हातमा राख्दै प्रार्थना गर्दै हामी अगाडि बढ्नेछौँ। आउनुहोस्, हामी प्रार्थना गर्नेछौँ। दयालु सर्वशक्तिमान परमेश्वर पिता, आज तपाईँले हामीलाई यति ठुलो विजयको दिन घोषणा गर्नलाई आज बनेपा नगरवासीभित्र भएका हामी तपाईँका सन्तानहरूलाई यो सुवर्ण अवसर दिनुभएको लागि हामी धन्यवाद चढाउँछौँ। तपाईँ मृत्युबाट बौरी उठेर आज यो इस्टर सन्डेको दिन तपाईँ बिउताउनु भएको छ, तपाईँ जीवित हुनुभएको छ भन्ने कुरा घोषणा गर्दै जानको लागि आज हामी यहाँ भेला भएका छौँ। परमेश्वर पिता, यो प्रार्थना पदयात्रा धरि नै हामी तपाईँ परमेश्वरको उपस्थिति, तपाईँ परमेश्वरको अनुग्रह, तपाईँ परमेश्वरको हात र उपस्थितिले हामी सबैजनालाई प्रभुजी सम्हाल्नुहोस्, सहायता गर्नुहोस्। जतिजना हामी उपस्थित भएका छौँ, दयालु परमेश्वर पिता, पवित्र आत्माको शक्तिले प्रत्येकको जीवनमा यो पदयात्रामा तपाईँले आफ्नो साथ र उपस्थिति दिनुहोस् र आनन्दले तपाईँले भरिदिनुहोस्। जबसम्म हामी प्रभुजी गन्तव्य स्थानमा पुगेर हामी समापन गर्दैनौँ, हामी तपाईँको प्रस्तुति माग्दछौँ। तपाईँको रमाहट, तपाईँको विजयको घोषणा गर्ने हृदय तपाईँले हामी प्रत्येकलाई दिनुहोस्। धन्यवाद पाउँदै सम्पूर्ण यो पदयात्रा तपाईँको हातमा अर्पण गर्दै आशिष माग्छौँ येशू प्रभुको नाउँमा, आमेन। हस्, धेरै धन्यवाद हाम्रो आदरणीय पास्टरज्यूलाई। उहाँले हामीहरूको लागि आजको कार्यक्रमको लागि प्रार्थना गरिदिइसक्नु भएको छ। मण्डली परिवार, बनेपा नगर क्रिस्चियन समुदाय, बनेपामा परमेश्वरले हामीले राख्नु भएको छ यो सहरको आशिषको लागि हो। यसकारण आज हामी बनेपामा प्रार्थना पदयात्रामा परिक्रमा गर्दै गर्दा हामी बनेपा नगरलाई परमेश्वरको आशिष माग्नेछौँ।
परमेश्वरको शान्तिको घोषणा गर्नेछौँ। यो देश नेपालमा परमेश्वरको आशिष माग्नेछौँ। यस कारणले गर्दाखेरि जसै यहाँहरू प्रार्थनाका साथ हिँड्नुहुनेछ, हामी बनेपा नगरलाई परमेश्वरमा आशिष माग्ने प्रार्थना गर्दै हिँड्नेछौँ। यो बनेपा नगरलाई परमप्रभुको हातमा हामी राख्दै हिँड्नेछौँ। म यहाँहरूको बिचमा एउटा नारा भन्नेछु, यहाँले त्यसलाई पछ्याउनु होला। म भन्नेछु प्रभु येशू भन्छु, यहाँले बौरी उठ्नु भएको छ भन्नु होला। म त्यसपछि येशूले मृत्युलाई भन्छु, यहाँले जित्नु भएको छ भन्नु होला है त। प्रभु येशू आवाज सानो भयो है। प्रभु येशू, प्रभु येशूले मृत्युलाई, प्रभु येशूको, हाम्रा मुक्तिदाता येशू प्रभुको, प्रभु येशूले मृत्युलाई, प्रभु येशू मृत्युबाट, प्रभु येशूको नाउँको आमेन। पञ्चबाजा समूह आराधना पञ्चबाजा समूह रफिका फुलबारी चर्चबाट आज यो ईश्वर महोत्सवमा हामी सहभागी हुँदैछौँ। पदयात्रालाई व्यवस्थित हामीले सुनाउन पर्नेमा हामी अपूर्ण खुसी छौँ। मानिसलाई पापबाट छुटकारा दिनुभयो, तपाईँ सहनुभयो, एउटाको चोट सहनुभयो, उहाँ हातमा काटी, पाउमा काटी, शिरमा काँडाको मुकुट लगाएर उहाँ क्रुसमा टाँगिनुभयो। समर्पण गरेर उहाँको शिरमा चढाउनुहुन्छ
यसुमा अनन्त जीवन छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, यसुमा अनन्त जीवन छ। रहनु भएन, मृत्युले उहाँलाई खिच्न सकेन, जीवनले उहाँलाई रोक्न सकेन र मृत्युलाई तेस्रो दिनमा पापको ज्याला मृत्यु भएका परमेश्वरको छुट्टैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त छ। यसुले मृत्युलाई यसुले मृत्युलाई यसु मृत्युबाट
क्रुसमा बैरी सम्झिए, प्रेमको प्रतीक येशूजी क्रुसमा झुन्डिए। शब्दहरू हामी परमेश्वरलाई धन्यवाद हामी सबैजना मुख खोलेर एकै स्वरले हामी आज परमेश्वरलाई महिमा दिनेछौँ। हामी धन्यवाद चढाउँछौँ तपाईँ परमेश्वरले मृत्युमाथि, अन्धकारमाथि, पापमाथि, अधर्ममाथि विजय गर्नुभएको छ। यो आत्माले हामी सबैजनालाई आशिषले भर्नु भएको छ। आज यसै कारण हामी उहाँलाई धन्यवाद दिन्छौँ, उहाँलाई महिमा दिन्छौँ, हामी उहाँलाई उचाल्दछौँ र हामी यो समयमा परमेश्वरको वचनबाट सुन्नेछौँ। हामी केही समय अझै धैर्यतापूर्वक बसौँ र यस समयमा म बोलाउनेछु बनेपा नगर क्रिस्चियन समुदायको उपाध्यक्ष तथा महिमा सियोन कलमसी मण्डलीको आदरणीय पास्टर राजन परियारज्यूलाई। उहाँले हाम्रो बिचमा आएर पुनरुत्थान सेवा सम्बन्धीको वचनलाई हाम्रो बिचमा बाँड्नुहुनेछ। हामी सबैजना मिलेर उहाँलाई ताली बजाएर स्वागत गरौँ। आजको बिहानी आशाको बिहानी हो। हालेलुया। आजको बिहानी उत्साहको बिहानी हो। हालेलुया। आजको बिहानी सारा संसारका मानव जातिको निम्ति आनन्दको बिहानी हो र आजको बिहानी मृत्युमाथि विजय भएको घोषणा गरिएको र विजयको बिहानी पनि हो। हालेलुया। आजको दिन मैले तपाईहरुको बीचमा यो छोटो समयमा बाँड्न चाहेको परमेश्वरको वचनको विषय रहेको छ मृत्युको डर र मृत्युको डरमाथि परमेश्वरको पुत्र येशू ख्रीष्टको पुनरुत्थानले ल्याएको विजय। के हो त मृत्युको डर? एउटा गीत हामी सबैलाई थाहा छ, डाक्टर कृष्णहरि बरालज्यूले लेख्नु भएको र सानो बाबु प्रेम परियारले गाउनु भएको, मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाऊ कुन ठाउँमा जाऊ मान्छे नमर्ने सहर हुँदैन। यो गीत डाक्टर कृष्णहरि बरालज्यूले लेख्नु भएको र यो गीतको अहिले मैले भने अनुसार अन्तिम लाइनमा भनिएको छ मान्छे नमर्ने कुनै सहर हुँदैन, मान्छेलाई मर्ने रहर हुँदैन तर नमरेको कुनै त्यस्ता प्रहर वा समय हुँदैन, भागेर जाऊ कुन ठाउँमा जाऊ मान्छे नमर्ने सहर हुँदैन। मान्छे नमर्ने सहर, मान्छे नमर्ने समय, मान्छे नमर्ने एउटा ठाउँ छ, त्यो हो प्रभु येशू ख्रीष्टको पुनरुत्थान। हालेलुया। वास्तवमा मृत्युको लागि प्रियहरू कसैलाई पनि रहर हुँदैन तर एक दिन मर्नु पर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ र पनि मृत्युको विषयमा कुरो गर्नु नपरे हुन्थ्यो, मृत्युको विषयमा अलिक टाढै बस्नु परे हुन्थ्यो भन्ने मानव जातिको एउटा चिन्ताको विषय रहेको छ, एउटा फिक्रीको विषय रहेको छ। विश्व प्रसिद्ध गायक तथा नृत्यकार वा डान्सर माइकल ज्याक्सनको विषयमा हामीहरू मध्ये धेरैजनाले सुनेका छौँ। माइकल ज्याक्सनले मृत्युलाई चुनौती दिनको लागि केही कामहरू गर्नुभयो। माइकल ज्याक्सन आफू 150 वर्ष बाँच्न चाहनुहुन्थ्यो। 150 वर्षसम्म बाँच्नको लागि उहाँले आफ्नो घरमै 12 जना डाक्टरहरूलाई राख्नुभयो, 12 जना डाक्टरहरूलाई पाल्नुभयो र टाउको कपालदेखि खुट्टाको नङसम्मका सम्पूर्ण कुरा हरेक दिन चेक जाँच गरिन्थ्यो ताकि कुनै पनि प्रकारका रोगहरू नलागियोस् भनेर। उहाँले खाने खाना हरेक दिन ल्याबमा परीक्षण गरिन्थ्यो वा प्रयोगशालामा परीक्षण गरेपछि मात्र उहाँले खानुहुन्थ्यो। उहाँको स्वास्थ्यलाई जहिले पनि अनुकूल राख्नको लागि अरू 15 जना उहाँको सेवा टहल गर्ने व्यक्तिहरू उहाँले घरमा राख्नु भएको थियो। तर अनि त्यति मात्र होइन, उहाँको कोठा, उहाँको रुममा, उहाँको सुत्ने खाटमै अक्सिजन
जडित मेसिनहरू थिए ताकि अक्सिजनको कहिले पनि अभाव भएर उहाँले मर्नु नपरोस् भनेर उहाँलाई जसरी 30,000 मानिसहरूले दैनिक रूपमा सेवा टहल गरिरहेका थिए, तर उहाँको उमेर जब 50 वर्षको पुग्यो 2009 जुनको 25 तारिकको दिन उहाँको मुटुले अचानक काम गर्न छोड्यो र उहाँको मृत्यु भयो। प्रिय मण्डली परिवार, म आज तपाईहरुलाई उत्साह दिन चाहन्छु। धेरैपल्ट मानिसहरूले आफ्नो धन सम्पत्ति रुपैयाँ पैसा ओहदा यी सबै कुराहरू आफ्ना क्षमताहरू प्रयोग गरेर मृत्युलाई चुनौती दिन चाहन्छन्, मृत्युलाई चुनौती दिन खोज्छन्। तर जसरी ज्याक्सनलाई मृत्युले नै चुनौती दियो, 50 वर्षको उमेरमा उहाँको मृत्यु भयो। यसले के कुरा पुष्टि गर्छ भने हामी एक दिन यो शरीरलाई छोडेर जानु नै छ। तर बाइबल धर्मशास्त्रले हामीलाई बताउँदछ आजको दिन पुनरुत्थानको दिन, शुक्रबारको दिन येशू क्रुसमा टाँगिनु भयो। हिजो चिहानमा उहाँले विश्राम लिनुभयो। हिजोको दिन सुख लाग्दो थिएन, हिजोको दिन आनन्ददायक थिएन। जुन समयमा यो घटना घट्यो सबैजना आशाविहीन भएका थिए। तर आज बिहान जब आजको बिहान भयो, सबैको लागि प्रभु येशूको पुनरुत्थानले त्यहाँनिर शुभ खबर ल्यायो। येशूको पुनरुत्थानले मानिसहरूको बीचमा आशा ल्यायो। येशूको पुनरुत्थानले मानिसहरूको बीचमा उत्साह ल्यायो र मृत्युमाथि विजय ल्यायो। म यो समयमा मत्तीको पुस्तक 28 अध्यायको 1 देखि 8 पदबाट पढ्न चाहन्छु। येशूको पुनरुत्थानको विषयमा धर्मशास्त्र बाइबलले यसरी बताउँदछ। सबातपछि साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्को मरियम चिहान हेर्न आए। ठुलो भूकम्प गयो किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले र आएर ढुङ्गा हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुली जस्तो र पोसाक हिउँ जस्तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थरथर काँपे र मरेतुल्य भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, तिमीहरू नडराओ, किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाँगिनु भएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभयो बमोजिम उहाँ जीवित भई उठ्नु भएको छ। आओ उहाँलाई राखिएको ठाउँ हेर। तब चाँडो गएर उहाँका चेलाहरूलाई खबर दियो कि उहाँ मृतकबाट जीवित भई उठ्नु भएको छ र उहाँ तिमीहरू भन्दा अगाडि गालिलमा जाँदै हुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु। अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए र उहाँका चेलाहरूलाई खबर दिए। आमेन। यो वचन पढाइबाट परमेश्वरले हामीलाई आशिष दिनुभएको होस्। यहाँनिर 3वटा शुभ खबर छ। जब मरियम र उनको साथमा केही दिदीबहिनीहरू चिहानमा आजको बिहान येशूलाई हेर्न, येशूलाई भेट्न गए, स्वर्गदूतहरूले पहिलो शुभ खबर ल्याए, त्यो हो नडराओ, नडराओ। यही शुभ खबर येशूको जन्मदिनमा पनि स्वर्गदूतहरूले गोठालाहरूलाई दिए। उनीहरूले भने नडराओ। आज हामीले पनि संसारमा मृत्युको डरमा जिरहेका मानिसहरूलाई गएर यो शुभ खबर भन्नु आवश्यक छ। नडराओ। एकचोटि भन्नुहोस् त, नडराओ, नडराओ। दोस्रो खबर यहाँ स्वर्गदूतहरूले भने उहाँ यहाँ हुनुहुन्न, उहाँ यहाँ हुनुहुन्न, अर्थात् येशू चिहानमा हुनुहुन्न। लुकाको पुस्तकबाट हेर्ने हो भने त्यहाँ हामी पाउन सक्छौँ, जीवित परमेश्वरलाई मृतकहरूको बीचमा तिमीहरू किन खोज्दछौ? उहाँ यहाँ हुनुहुन्न। येशूको जन्ममा पनि यो शुभ खबर स्वर्गदूतहरूले ल्याए। उनीहरूले भने, हेर, दाउदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। हालेलुया। यहाँनिर उहाँको पुनरुत्थानमा स्वर्गदूतहरूले भने कि उहाँ यहाँ हुनुहुन्न। यही खबर येशूको जन्ममा स्वर्गदूतहरूले भने उहाँ बेथलेहेमको गाउँमा गोठमा जन्मिनु भएको छ र उहाँलाई डोडमा राखेको तिमीहरूले भेट्टाउने छौ। र यहाँनिरबाट
तेस्रो शुभ खबर यस प्रकार रहेको छ, उहाँ मृतकबाट जीवित भई उठ्नु भएको छ। हालेलुया। तेस्रो शुभ खबर हो, उहाँ मृतकबाट जीवित भई उठ्नु भएको छ। त्यसपछि स्वर्गदूतहरूले ती स्त्रीहरूलाई, ती दिदीबहिनीहरूलाई भने, जाऊ झट्टै गरेर यो खबर चेलाहरूलाई सुनाऊ, जाऊ झट्टै गरेर यो खबर अरू मानिसहरूलाई सुनाऊ। आज म यहाँ उपस्थित सम्पूर्णलाई यही उत्साह दिन चाहन्छु। हाम्रो वास्तविक सुसमाचार, हाम्रो वास्तविक शुभ खबर येशू प्रभु हुनुहुन्छ, जसले हाम्रो लागि यो खबर ल्याउनु भएको छ, नडराऊ। उहाँ मृतकहरूको बीचमा हुनुहुन्न र तेस्रो कुरा, उहाँले मृत्युलाई जितेर दौडी उठ्नु भएको छ। हालेलुया, हालेलुया। आज धेरैपल्ट यो वास्तविक सुसमाचारमा पर्दा लगाउन खोजिन्छ, वास्तविक शुभ खबरमा धेरैपल्ट रोक्न छेक्न खोजिन्छ र हामी रोग बिमारका कुरा, भौतिक लाभका कुरा, जागिर मिल्ने कुरा, यस्तै यस्तै कुराहरूको पछि दौडिरहेका हुन्छौँ। तर वचनले बताउँदछ, पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर, सबै थोक तिमीहरूको निम्ति थपिनेछ। अन्तिममा म एउटा बाइबल खण्ड पढेर अन्त्य गर्न चाहन्छु। योहन्ना 11 अध्यायको 25 र 26। येशूले तिनीहरूलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हो, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? हालेलुया। यहाँनिर येशूले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हो, मलाई विश्वास गर्ने मर्यो भने पनि फेरि जीवित भई उठ्नेछ। यो मण्डलीको लागि मात्र होइन, यो मण्डलीद्वारा अब सारा संसारका मानिसहरूको निम्ति परमेश्वरले ल्याउनु भएको शुभ खबर हो। परमेश्वरले सारा मानिसहरूको लागि ल्याउनु भएको शुभ खबर हो। र जब हामीले यो कुरालाई विश्वास गर्छौँ, मानिसहरूको बिचमा हामीले यो कुरालाई पुर्याउनु पर्दछ। अन्त्यमा येशूको जन्म हुँदै गर्दा अरू पनि थुप्रै बालकहरू जन्मिए। येशूको जन्म हुँदै गर्दा अरू पनि थुप्रै मानिसहरू जन्मिए, तर येशू मात्र यस्तो व्यक्ति हुनुभयो जो पवित्र आत्माद्वारा गर्भधारण हुनुभयो र कन्या मरियमको कोखबाट जन्मिनु भयो। आमेन। येशूको क्रुसको मृत्यु हुँदै गर्दाखेरि अरू थुप्रै मानिसहरू त्यो दिनमा मर्दै थिए, त्यो समयमा मर्दै थिए, तर येशू क्रिस्ट मात्र सारा मानव जातिको पापलाई लिएर, पापलाई बोकेर उहाँले हामीलाई उद्धारको ढोका, परमेश्वरको महिमामा प्रवेश गर्ने ढोका खोलेर उहाँको मृत्यु भयो। येशूको मृत्यु भएर चिहानमा हुँदै गर्दाखेरि अरू थुप्रै लासहरू चिहानमा थिए, तर येशू मात्र मृत्युलाई जितेर पुनरुत्थान हुनुभयो र उहाँमा विश्वास गर्नेको लागि पुनरुत्थान छ, अनन्त जीवन छ, कहिल्यै नमर्ने जीवन छ, कहिल्यै नमर्ने शहर छ भन्ने सन्देश उहाँले ल्याउनु भयो। र यही सन्देश हामीले मण्डली मार्फत अरू थुप्रै मानिसहरूको बिचमा पुर्याउनु पर्दछ। परमप्रभुले आजको वचनबाट हामी सबैलाई आशिष दिनुभएको होस्। जय मसीह। हामी जोरदार ताली बजाएर हाम्रो आदरणीय पास्टरज्यूलाई धन्यवाद दिउँ। र यो समयमा म अगाडि बोलाउनेछु हाम्रो आदरणीय रेभरेन्ड पास्टर रुबेन राणाज्यूलाई, हाम्रो काभ्रे क्रिस्चियन समुदायको अध्यक्ष तथा बनेपा नगर क्रिस्चियन समुदायको सल्लाहकार। यो समयमा उहाँले हामी सबैको लागि र यो समय उहाँले प्रार्थनाको भाग लिनुहुनेछ। त्यसपछि हामी हाम्रो आँखा बन्द गरौँ र प्रार्थना गरौँ। हामी आफ्नो लागि प्रार्थना गरौँ। आज नगरमा यो र्यालीमा सहभागी हुनेको लागि प्रार्थना गरौँ। हाम्रो नगरमा भएका विभिन्न तह र तप्तका मानिसको लागि प्रार्थना गरौँ, जसले प्रभुलाई पाउन सक्नु भएको छैन। प्रभुलाई पाउनु कति महत्त्वपूर्ण कुरो छ। आजको यो स्टारको सन्देश चाहिँ येशू बौडी उठ्नु भएको छ। आमेन। यस कारणले गर्दाखेरि आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। प्रेमिलो परमेश्वर पिता, हामी तपाईँलाई पुत्र येशूको नामबाट धन्यवाद टक्राउँछौँ। तपाईँ परमेश्वर नै हाम्रो प्रभु र मालिक हुनुहुन्छ, जसले प्रभु मानिसको उद्धारको लागि आफ्नो एकमात्र पुत्रलाई यस संसारमा दिनुभयो। प्रभु हामी तपाईँलाई धन्यवाद भन्छौँ। परमेश्वर तपाईँ यस धरतीमा आउनु भएर तपाईँले आश्चर्यको कर्महरू प्रभु मानव भलाइको काम मात्र गर्नु भएन, तर तपाईँ परमेश्वरले मानव जातिको उद्धारको लागि तपाईँ परमेश्वरले अन्तिम कार्य क्रुसमा तपाईँ परमेश्वरले पुरा गर्नुभयो। तपाईँ चिहानमा गाडिनु भयो र तपाईँ परमेश्वर प्रभु हुनुभएको कारणले तपाईँ चिहानमा
प्रभु तपाईँलाई त्यहाँले रोक्नु सकेन, तपाईँ सानबाट फेरि तेस्रो दिनमा दौडी उठ्नुभयो। हामी तपाईँ परमेश्वरलाई धन्यवाद मान्छौँ। परमेश्वर प्रभु आजको सम्पूर्ण कार्यक्रममा तपाईँ पछिले आफ्नो सुरक्षा राखिदिनु भएको लागि, कृपा राखिदिनु भएको लागि, अनि प्रभु यी नगरमा भएका सबै मण्डलीहरू एकतामा प्रभु एक मनको भएर आजको र्यालीमा सहभागी हुनको लागि तपाईँले दिनुभएको मनको लागि प्रभु तपाईँ परमेश्वरलाई म धन्यवाद गर्छु। परमेश्वर प्रभु तपाईँ क्रिस्चियन समुदायको नगर कमिटी प्रभु अध्यक्षलाई अनि सम्पूर्ण टिमलाई, इन्टायर टिमलाई प्रार्थना गर्छु। परमेश्वर प्रभु त्यही परमेश्वरले आउने दिनहरूमा झनै परमेश्वर सशक्त रूपमा तपाईँ परमेश्वरको राज्यको सुसमाचारको घोषणा गर्नको लागि प्रभु तपाईँ पनि हामीलाई सहायता गर्नुहोस्। परमेश्वर तपाईँले यही उद्देश्यमा तपाईँ पनि हामी चुन्नुभयो, बोलाउनुभयो अनि जिम्मेवारी प्रदान गर्नुभयो। धन्यवाद। सबै कुरो तपाईँको हातमा राख्दै सबै बिन्ती पुरा प्रार्थना चढाउँदछौँ येशू प्रभुको नाममा, आमेन। वास्तवमा हामी यो क्रिसमस के भन्छ यो ख्रीष्ट पुनरुत्थान आइतबार अथवा प्रभु येशू गौरी उठ्नुभएको दिन जसरी हामी एकसाथ भेला हुन पाउँदाखेरि एकदमै खुसी लागेको छ। अनि यो इतिहासमा घटेको घटना वास्तवमा इतिहासमा लेखिएको जुन कुरा छ कि प्रभु येशू संसारमा आउनुभयो, क्रुसमा मर्नुभयो, अनि तेस्रो दिनमा बोरी उठ्नुभयो, अनि साँच्चै बोरी उठ्नु भएको हो भन्ने कुराको चाहिँ हाम्रो विश्वास मानिसहरूको बिचमा प्रकट गर्न पाउँदा, सबै मानिसहरूको बिचमा एकसाथ त्यो खुसी साट्न पाउँदाखेरि चाहिँ एकदमै आनन्द लागेको छ। र यहाँहरू सबैलाई आज भएको यो ख्रीष्ट पुनरुत्थान अथवा ह्याप्पी इस्टर सन्डे ख्रीष्ट पुनरुत्थान दिवसको यहाँहरू सम्पूर्णमा धेरै धेरै शुभकामना। ख्रीष्टले यहाँहरूको जीवनमा हरेक कुरामा शान्ति, आनन्द, रमाहट ल्याउनु भएको होस् म धन्यवाद। हाम्रो लागि स्वर्गको वैभवलाई अनि स्वर्गको महिमालाई छोडेर संसारमा आउनुभयो र हाम्रो निमित्त धेरै दुःख पीडा कष्ट निन्दा गिल्ला सारा अपहेलना सहिकिन उहाँले क्रुसमा उहाँ आज्ञाकारिता भएर उहाँ मृत्यु हुनुभयो गएको शुक्रबारको दिनमा। र आज जो परमेश्वर अन्धकारका शक्ति अनि मृत्यु पापदेखि विजय भएर उठ्नु भएको छ र यसै उपलक्ष्यमा हामी सम्पूर्ण बनेपा नगर क्रिस्चियन हामी मण्डली सम्पूर्ण मिलिकिन चाहिँ आज र्याली गएका छौँ र आज यस ठाउँमा यो चाइना टाउनमा चाहिँ हामी जम्मा भएर भेला भएर चाहिँ नि 2080 सालको ख्रीष्ट येशूको जन्म उत्सव र पुनरुत्थानको विषयमा सबै मण्डली र मण्डली परिवार र देशवासीहरूलाई नरो ख्रिस्टीय मण्डली मार्फतबाट नरो ख्रिस्टीय मण्डली परिवार मार्फतबाट सबैलाई जय मसीह र शुभकामना भन्न चाहन्छु। म पास्टर केशव बहादुर राणा मगरको तर्फबाट पनि र परिवारको तर्फबाट पनि 2080 सालको येशू ख्रीष्टको पुनरुत्थानको महोत्सवमा सबैलाई जय मसीह र शुभकामना व्यक्त गर्न चाहन्छु। जय मसीह, नमस्कार।